सामाजिक सञ्जालमा भेटाएको भिडियो यो दिदी चाहिँ कता कता त्यो फुटबल ग्राउन्डमा जानु भएको रहेछ। त्यहाँ क्रिकेटरहरूले खेलिराखेको गेम देखेर उहाँलाई चाहिँ एकदमै एनर्जी आएछ। त्यो एनर्जी आउँदाखेरि चाहिँ उहाँले होटिङ गर्नु भएको छ दबाई ठोक बाई ठोक। लास्टै जोसका साथ होटिङ गर्नु भएको छ उहाँ दिदीले। र त्यो होटिङ गर्दा गर्दै जुन चाहिँ यो हरकत भयो नि यो चाहिँ खतरनाक छ। करेक्ट बाबरे यो महिला गजब। अब यस्तो थुकेको यो हरकतहरु हेर्दाखेरि त यो दिदीले तमाखु पनि खानु हुँदो रहेछ भन्ने जस्तो लाग्यो। टान्च कुरा गरेछ के। यही कुराहरुमा भाइरल भएर अहिले चाहिँ दिदीलाई मिडियाहरुले खोज्दै रहेछन्, इन्टरभ्युहरु पनि दिँदै रहेछन्। कता कता नेपालतिर आजभोलि यो चलेकै छ। अलिकति सामाजिक सञ्जालमा केही हरकतहरु गरेर भए पनि चाहे राम्रो होस् चाहे नराम्रो होस् मिडियाहरुले खोजेर त्यसलाई चाहिँ हाइलाइटमा ल्याउने यस्तो चाहिँ ट्रेन्ड चलेको छ नेपालमा। अब यो पटक चाहिँ उहाँ लास्टै परेशान हुनुभएछ यो इन्टरभ्यु दिदा थाकेर। अनि मिडियाहरुले चाहिँ सायरी बोल्न लगाएछन्। साइकल मेरो हिरो अन्डा चप्पल मेरो बाटा, साइकल मेरो हिरो अन्डा चप्पल मेरो बाटा। धेरै सोध्नु भयो, अब त म डरले काम नै लागे मेरो भाइ। ओके भाइ टाटा, ओके भाइ टाटा। यो सायरीबाटै बुझ्न सकिन्छ उहाँलाई यो मिडियादेखि नै कति दिक्क लागेको रहेछ भन्ने कुराहरु। अब आफैले यस्तो खालको सायरी भनेर चाहिँ छुट्टिनु पर्ने अवस्था। साथीहरु मेरो भिडियोहरु हजुरहरुलाई कस्तो लाग्छ? भिडियो राम्रो लाग्छ भने जरुर सब्स्क्राइब गरिदिनु होला च्यानललाई पनि, भिडियोलाई शेयर गरिदिनु। यति रिक्वेस्ट गर्दा पनि यार भिख माग्दै छु हजुरलाई, एकचोटी शेयर गरिदेऊ, जरुर शेयर गरिदेऊ। यहाँ कति पीडा छ।